विराज भट्टको राम नाम सत्य रिलिज भइसकेको छ र मैले पनि यसको पहिलो सो हेरेर आइसके। आउनुस् कुरा गरौँ राम नाम सत्यको बारेमा। त्यो भन्दा पहिले हाम्रो युट्युब च्यानल सिनेमा एक्सप्रेस नेपाललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। अन्याय विरुद्धको योद्धा हुँ म, पर्दा पछाडिको पर्दा हुँ म। आखिर राम नाम सत्य कस्तो खालको मुभी हो? मुभी भित्र के कस्ता विषयहरू समेटिएको छ? के विषयहरूले दर्शकहरूलाई होल्ड गर्न सक्छ? यी सब विषय अन्तर्गत रहेर कुरा गर्नेछौँ। सबैभन्दा पहिले कुरा गरौँ मुभीको स्टोरीको बारेमा। यस मुभीको स्टोरी भन्ने हो भने मुभीको स्टोरी ठिकठाक नै छ। मुभीको पहिलो भागमा स्टोरी खुलाउन सकिएको छैन। मुभीले के कस्ता विषयहरू बोकेको छ, मुभीले के कस्ता सन्देश दिन सक्छ र मुभीको मेन धार के हो, यी सब विषयहरू पहिलो भागमा केही पनि छैन। मुभीको पहिलो भाग हेर्दा मुभीमा केही छैन जस्तो लाग्छ, तर मुभी भित्र एक्सन चाहिँ पहिलो भागदेखि नै खतरनाक छ। मुभीको पहिलो सिन नै एक्सनबाट सुरु भएको छ। मुभीको सेकेन्ड पार्टमा चाहिँ स्टोरी राम्रो छ, तर मुभीको लास्टमा स्टोरी अलि अलमल ल्याउँछ। हुन त निर्माण टिमले मुभीको यसको दोस्रो भाग बनाउने भएकोले अलि अलमल ल्याउने खालको बनाएको होलान्, तर दर्शकहरूलाई पहिलो भागमै एउटा लाइनअपमा बाँध्न सकेन भने, मुभीको स्टोरी पहिलो भागमै स्ट्रोङ भएन भने यसको दोस्रो पार्ट आउँदाखेरि दर्शकहरू के कुराले कुर्ने अथवा दर्शकहरू के कुराले होल्ड गरेर बस्ने, यी सब विषयमा राम नाम सत्य अलिक कमजोर देखिन्छ। एक्सन चाहिँ धेरै नै राम्रो छ, तर एक्सनले मात्रै मुभी राम्रो हुँदैन। जति बवाल मुभीमा एक्सन छ त्यति नै बवाल स्टोरी र प्रेजेन्टेसन भयो भने मुभीलाई स्ट्रोङ बनाउने हो। यी सब कुराहरूमा चाहिँ राम नाम सत्य लुप होल छोडेको छ, जसले गर्दा मुभी स्ट्रोङ लाग्दैन। त्यसैगरी यस मुभीमा सुदूरपश्चिमको कल्चरलाई पनि प्रस्तुत गरिएको छ र मुभीको स्टोरीको बेस्ट लाइनअप अथवा मुभीको स्टोरीको जग नै त्यहीबाट सुरु भएको भन्नुपर्छ। त्यहाँको कल्चरहरूलाई ठिकठाक तरिकाले नै देखाइएको छ। जुन विषयहरूलाई उठाएर मुभी अगाडि बढ्छ ती विषयहरूमा डिटेलिङ छैन। जस्तै त्यो ठाउँमा पेट्रोलियम पदार्थको खानी भनिएको छ, गोल्ड स्मग्लिङ भनिएको छ, तर त्यस्ता विषयहरूमा रिसर्चको धेरै कमी देखिएको छ, किनकि मुभीमा ती सब विषयहरू डायलगमा मात्रै सीमित छन्। मुभीको प्रेजेन्टेसनमा केही देखिएको छैन। विभिन्न राजनीतिक विषयहरूलाई मुभीले छुन खोजेको देखिन्छ र विभिन्न भ्रष्टाचारहरूको कुरा पनि उठाएको देखिन्छ, तर ती सब विषयहरू डायलगमा मात्रै सीमित छन्, प्रेजेन्टेसनमा बलियो देखिँदैन। मुभीमा एउटा यस्तो सिन छ जहाँ राङ्गालाई सुनको ब्रिफकेस खुवाएको देखाउँछ। त्यो सिन हेर्दा त अति नै अस्वाभाविक देखिन्छ। यस्ता धेरै कुराहरू छन् जसले मुभीलाई अलि कमजोर बनाउँछ। बाँकी कलाकारहरूको कुरा गर्ने हो भने सबैको एक्टिङ राम्रो नै लाग्छ, किनकि मुभीको 50% स्टोरी नै विराज भट्ट वरिपरि मात्रै घुमेको छ र बाँकी विराज भट्ट बाहेक 50% स्टोरी सबै अरू कलाकारहरूमा बाँडिएको छ। त्यसैले कलाकारहरूको बारेमा खासै भनिराख्नु पर्दैन। 100% मा 50% विराज भट्टलाई भयो र बाँकीको 50% अरू कलाकारहरूलाई भन्नु पर्ला र बाँकी रहेको 50% मा पनि 30% जति भिलेनहरूको रोल देखिन्छ। त्यसमा बाँकी रहन्छ अरू कलाकारहरूको 20% मात्रै। त्यसैले गर्दाखेरि सबै कलाकारहरूको अभिनय उत्कृष्ट नै लाग्छ र कलाकारहरूको बारेमा खासै बोलिराख्नु पनि पर्दैन। जहाँ जहाँ जुन कलाकारहरूलाई जति देखाएको छ सबैको रोल स्ट्रोङ नै लाग्छ र यो मुभी हेर्दै गर्दा मुभी हलमा देखिएको चाहिँ दर्शकहरू आयुष सिंह ठकुरीलाई खोजेको देखिन्छ, तर आयुष सिंह ठकुरीको इन्ट्री नै मुभीको लास्टमा हुन्छ। त्यो पनि मुभीको स्टोरी अनुसार ठिकठाकै भन्नु पर्ला, तर अझै लामो सिनमा देखाएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। त्यसैगरी मुभीको ब्याकग्राउन्ड, भिएफएक्स र मुभीमा देखाएको लोकेसनहरू र एक्सन सिनहरूमा देखाएको लोकेसनहरू चाहिँ एकदमै राम्रो छ। मुभी समग्रमा हेर्दाखेरि निर्माण टिमले बढी जसो एक्सनमा फोकस गरेको देखिन्छ, जसले गर्दाखेरि मुभीको स्टोरी विक भएको हो कि यो मुभीको सबै पक्षहरू हेर्दाखेरि मुभी एभरेज नै बनेको छ भन्दा फरक पर्दैन। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परे हाम्रो युट्युब च्यानल सिनेमा एक्सप्रेस नेपाललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। खेलका असली खेलाडीहरू त पर्दा पछाडि छन्।